रासपाबाट सम्भावित समानुपातिक सांसदहरू को हुन सक्छन् त? आउनुस् यो भिडियोमा चर्चा गरौँ। साथीहरू, अहिलेसम्मको समानुपातिक मत परिणाम हेर्दाखेरि रासपाले 47.83% मत ल्याएको छ र यो मत बमोजिम 57 सिट सम्भावित आउन सक्छन्। यसमा एक सिट बढेर 58 पनि हुन सक्छ अन्तिम मत परिणाम आउँदाखेरि। तर मैले अहिले 57 लाई नै आधार मानेर हिसाब गर्छु। साथीहरू, यदि 57 वटा समानुपातिक सिट भयो भने रासपाका प्रत्यक्षमा 125 सिट छन्। कुल रासपाको सांसदको संख्या 182 हुन्छ। अब 182 मध्ये 33% महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। 182 को 33% भनेको 60 जना। 60 जनामा रासपामा प्रत्यक्षबाट 13 जना महिला उम्मेदवारहरू निर्वाचित भएका छन् भने अब समानुपातिकबाट चाहिँ 60 - 13 गर्दा 47 जना महिला अनिवार्य हुनुपर्छ। अब एकपटक क्लस्टर वाइज पनि हेरौँ। यदि कुल समानुपातिक सिट संख्या 57 नै भयो भने खस आरेबाट 30.28% हुनुपर्छ। त्यो भनेको 17 जना। यो संवैधानिक व्यवस्था हो। त्यसैगरी आदिवासी जनजातिबाट 28.72% हुनुपर्छ। त्यो भनेको 16 जना। मधेसीबाट 16.15% हुनुपर्छ। त्यो भनेको 9 जना। दलितबाट 13.44% हुनुपर्छ। त्यो भनेको 8 जना। त्यसैगरी थारूबाट 6.52% हुनुपर्छ। त्यो भनेको 4 जना र मुस्लिमबाट 4.89% हुनुपर्छ। त्यो भनेको 3 जना हो र यो सबै क्लस्टरबाट 33% महिला हुनुपर्छ भने 4.3% पिछडिएको क्षेत्रका सांसद अनिवार्य हुनुपर्छ। तर यहाँनेर दललाई एउटा सुविधा के छ भने यदि कुनै क्लस्टरबाट पुरुष सांसद छान्न खोज्ने हो भने अर्को क्लस्टरबाट महिला सांसद बढाउन सकिन्छ। तर कुलमा 33% महिला पुग्नै पर्यो। आउनुस् अब क्लस्टर वाइज रासपाबाट सम्भावित समानुपातिक सांसदहरू को हुन सक्छन् त्यो हेरौँ। सबैभन्दा पहिला खस आरे क्लस्टरबाट हेरौँ। खस आरे क्लस्टरबाट 17 जना चुन्नुपर्ने हो। त्यसमा यदि 17 जना महिला चुन्न चाह्यो भने प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर छेत्री, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मन्जु भूषाल, प्रभा कार्की, शोभा खनाल, रत्नकुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र निना रेग्मी पोखरेल हुन सक्छन्। यदि त्यो क्लस्टरबाट पुरुष पनि छान्न चाहने हो भने 3 जना छान्न सकिन्छ र ती 3 जनामा रमेश प्रसाई, सुदीप ढकाल र प्रबोध नेउपानेको सम्भावना हुन्छ। त्यसैगरी अब कुरा गरौँ आदिवासी जनजाति क्लस्टरबाट। आदिवासी जनजातिबाट 16 जना छान्न पाउने हो। यदि 16 जना महिला छान्ने हो भने बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, जिना विष्ट, विष्णुकुमारी गुरुङ र मीरा महर्जन हुन सक्छन्। यदि त्यो क्लस्टरबाट पनि पुरुष छान्न चाहने हो भने 3 जनासम्म छान्न सकिन्छ र ती 3 जना मध्ये राम लामा, खुशबु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सम्भावना हुन्छ। त्यसैगरी अब कुरा गरौँ मधेसी क्लस्टरबाट। मधेसी क्लस्टरबाट 9 जना छान्न मिल्ने हो। यदि 9 जनै महिला छान्ने हो भने पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिता कुमारी चौधरी, पूनम शाह र प्रमिला कुमारी सिंह हुन सक्छन्। यदि त्यहाँबाट पनि पुरुष छान्न चाहने हो भने 3 जनासम्म पुरुष छान्न सकिन्छ। 3 जना पुरुष मध्ये पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण र नन्दन यादव हुन सक्छन्। त्यसैगरी अब दलित क्लस्टरबाट पनि हेरौँ। साथीहरू, रासपाले दलित क्लस्टरबाट 8 जना चुन्नुपर्ने हुन्छ। यदि 8 जना महिला चुन्न चाहने हो भने रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुषमा सोडकार डिम्पल, तारा विश्वकर्मा, खिमा विक र अनिता नेपाली हुन सक्छन्। यदि त्यहाँबाट पनि पुरुष छान्न चाहने हो भने 3 जना छान्न मिल्छ र ती 3 जना पुरुष मध्ये प्रकाश चन्द्र दर्जी, प्रकाश विक र रूपक घिमिरे हुन सक्छन्। त्यसैगरी मुस्लिम क्लस्टरबाट पनि 3 जना छान्नुपर्ने हुन्छ। यदि 3 जना महिला छान्ने हो भने समिना मिया, अफुसाना बानु र गजला समीम मिकरानी हुन सक्छन्। यदि त्यहाँबाट पुरुष पनि छान्न चाहने हो भने 2 जनासम्म छान्न मिल्छ र सम्भावित पुरुषहरू सयम वकार अहमद शाह र मिर्जा
राशिद बेग हुन सक्छन्। त्यसै गरी थारू क्लस्टरबाट 2 जना छान्नुपर्ने हुन्छ। यदि दुवैजना महिला छान्ने हो भने गीता चौधरी र करिश्मा कठारिया हुन सक्छन् भने यदि पुरुष छान्ने हो भने सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी हुन सक्छन्। साथीहरू, यो भनेको यदि रासोपाका कुल समानुपातिक सिट संख्या 57 भयो भने त्यो 57लाई आधार मानेर गरेका सम्भावित सांसदहरूको नाम हो। यदि 58 भइहाल्यो भने केही अलिअलि तलमाथि हुन सक्छ र मेरो अनुमान कतिको मिल्छ 1-2 दिनपछि निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्नेछ, त्यति बेला थाहा हुने नै छ। जय मातृभूमि।